आज जनकपुर बोल्ट्सको निर्णय जुन थियो ब्याटिङ गर्ने, वाओ, कुन हिसाबले के सोचेर उनीहरू ब्याटिङ लिएको यार। हाम्रो ब्याट्सम्यानहरू धेरै खतरनाक फर्ममा छन्, एकदम लामो ब्याटिङ लाइनअप छ भनेर यही सोच्यो होला उनीहरू। टोटल स्कोर हेर्दा जम्मा 132 रन। यिनीहरू आफ्नो रन रेट सुधार्नको लागि सुरुमा ब्याटिङ लिएको हो कि अपोजिसन टिमको रन रेट सुधार्नको लागि? अब लुम्बिनी लायन्सको लागि एकदमै इजी भइसकेको छ। लुम्बिनी लायन्स इजिली 8 पोइन्ट्स लिन्छ र रन रेट पनि सुध्रिन्छ। मैले अहिले फर्स्ट इनिङ भइसकेको छ, लुम्बिनी लायन्सले यो गेमलाई 17 ओभरसम्म जित्दिन्छ। लास्टमा जनकपुर बोल्ट्सको क्याप्टनलाई म भन्न चाहन्छु, तपाईँ टस जित्नु भयो कि लुम्बिनी लायन्सलाई जित्नको लागि मौका सजिलो दिनुभयो। अब लुम्बिनी लायन्सलाई 132 रनको विशाल लक्ष्य। अब जनकपुर बोल्ट्स पनि अब मलाई लाग्छ एकदमै सजिलै 7 ओभरमा नै लुम्बिनी लायन्सको सबै ब्याट्सम्यानहरूलाई आउट गरिदिन्छ, अल आउट गरिदिन्छ र आफ्नो रन रेट चाहिँ हाई प्लसमा लाउनेछ। क्याप्टनज्यूले टस जितेर पिच रिपोर्ट हेर्नुभयो कि पुरानो प्रेम पत्र पढेर निर्णय लिनुभयो? 132 रन बनाएपछि अब बलिङ युनिट्सलाई के भन्नुहुन्छ थाहा छ? भाइहरू चमत्कार गर, अब तिमीहरूको हातमा सबै छ। तर यो चमत्कार हुन सक्दैन। लुम्बिनी लायन्सले यो म्याचलाई 17 ओभरसम्म खत्तम गरिदिन्छ। तर जनकपुर बोल्ट्स अब प्रयास के गर्नुपर्छ, उसलाई 5 ओभरमा सबैले अल आउट गर्ने। छैन, हिम्मत गर्न सक्दिन जनकपुर बोल्ट्स, भैया जाओ घर।